यस वडा नम्बर 11 मा उपस्थित हुनुभएका आदरणीय युवा साथीहरू, कार्यक्रममा उपस्थित आमा बुढा दाजुभाइ तथा दिदीबहिनीहरू, यो नेपाल कम्युनिस्ट पार्टीको लाल किल्लामा मुलुकको पक्षमा सिंह देशको वाम प्रगतिशील आन्दोलनको पक्षमा लामो अविराम संघर्ष गर्ने वीर योद्धाहरू जन्मेको यस जिल्लामा फेरि हामीले नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै प्रभाव पार्न सक्ने, सिंगो कास्की जिल्लाको मात्रै नभएर मुलुकको नेतृत्व गर्न सक्ने अत्यन्त बौद्धिक क्षमतावान युवा महिला नेत्रीको रूपमा हामीले विद्या भट्टराईलाई नेपाल कम्युनिस्ट पार्टीले उम्मेद्वारको रूपमा उठाएको छ। उहाँको उम्मेदवारी सँगसँगै कास्केली आमा दिदीबहिनीहरू आफ्नो चुनाव चौकको प्रतिनिधित्व आफ्नो चुलो चौकको प्रतिनिधित्व, आफ्नो मनको प्रतिनिधित्व, आफ्नो घरको प्रतिनिधित्व, आफ्नो पेशा र क्षेत्रको प्रतिनिधित्व गरिरहनु भएको उम्मेद्वारको रूपमा आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूले बुझ्नु भएको छ। म आदरणीय उपस्थित महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु, नेपाल कम्युनिस्ट पार्टीले यति बेला झन्डै 2/3 नजिकको जनमत प्राप्त गरेर मुलुकको राज्य सत्ताको बागडोर सम्हालिरहेको छ। यो बागडोर सम्हालिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीमाथि आज विभिन्न खालका प्रहारहरू भइरहेका छन्। ती अनेकौं प्रहारहरू हाम्रा पुर्खाहरूले हिजो विदेशी दुश्मनहरूसँग जुझ्नका निम्ति जुन ढङ्गले पचाइरहनु भएको थियो, त्यसै गरी आज यस्ता अनेकौं आरोप, यी अनेकौं नेपाल कम्युनिस्ट पार्टी र वर्तमान सरकारमाथि आइरहेका अनेकौं कुराहरूलाई नेपाल कम्युनिस्ट पार्टीले मुखले होइन कामले हरेक कुराको जवाब दिइरहेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। हामी उपनिर्वाचनको अभियानमा अघि बढिरहेको बेला यति बेला नेपाली कांग्रेसका उम्मेद्वारका साथीहरूले लिम्पियाधुरा र कालापानीको मुद्दा मत्थर गर्नको निम्ति नेकपाले मन्त्रीमण्डल परिवर्तन गर्यो भनेर आरोप लगाइरहेको छ। म यही मञ्चबाट ती आरोप लगाउने नेपाली कांग्रेसका नेता मित्रहरूलाई म अनुरोध गर्न चाहन्छु। 1947 मा इन्डिया स्वतन्त्र भयो। इन्डिया स्वतन्त्र भएको 4 वर्षपछि 3 वर्षपछि हाम्रो नेपाल जहानिया राणा शासनबाट मुक्त भएर मुलुकमा पहिलोपटक प्रजातान्त्रिक व्यवस्थाको सुरुवात भयो। त्योभन्दा पछि मातृका कोइराला, बीपी कोइराला दाजुभाइहरू नेपाली कांग्रेसको पार्टीको तर्फबाट मुलुकको प्रधानमन्त्री हुनुभयो। उहाँहरूले सम्झौता गरेको आज कोशी सम्झौताका कारण तपाईहरुलाई थाहा छ, वर्षेनी 170 र संसारीवासी जनताहरूले बर्खामा बाढीमा परेर हरेक वर्षमा ज्यान गुमाउनु परेको थियो। त्यो राष्ट्रघाती असमान कोशी सम्झौताको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो, मातृका प्रसाद कोइरालाले गरेको थियो। म सम्झ्यो एकपटक इतिहास पढ्न म अनुरोध गर्न चाहन्छु। दलियो र हेर्नुस् गण्डकी सम्झौता, कोशी सम्झौताको 2 वर्षपछि भएको सम्झौता, त्यो सम्झौताका कारण संस्थाको भूभाग बारम्बार 3-2 गुणा रात 6 गुणा भारतीयहरूले कब्जा गरिराखेको छ। त्यो सम्झौता बीपी कोइरालाका बाला भएको थियो। गीता प्रसाद कोइरालाले पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रति अधिकार दिएका थिए। यस्ता कयौं सम्झौताहरू छन् जुन सम्झौताका कारण हाम्रा पुर्खाहरूले बलिदानीपूर्ण संघर्षबाट विश्व साम्राज्य जितेर आएको अंग्रेजलाई परास्त गरेर जोगाएको यो नेपाली भूमि र त्यही वीरताका सन्ततिहरूले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कहिल्यै इतिहासमा कुनै पनि बेला कुनै पनि भारतीयहरूको अथवा कुनै पनि छिमेकीको विस्तारवादी नीतिको पक्षमा उभिँदैन। यसका जिउँदा छर्लङ्गे हामीसँग उदाहरणहरू छन्। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, केही समय अगाडि 70 को तिलाटीमा नेपाली जमिनमाथि भारतीयले बाँध बाँधे। त्यो तिलाटीको बाँध भत्काउनका निम्ति देवनारायण यादवको नेतृत्वको टोलीले त्यो बाँध भत्काएर नेपाली जमिन जोगायो। आज देवनारायण यादवको सदस्यता हेर्नुहोस्, नेपाल कम्युनिस्ट पार्टीको सदस्य उहाँ हुनुहुन्छ। एकपटक नेपाली कांग्रेसका मित्रहरूलाई हाम्रा ती सिमानामा बस्ने लाल योद्धाको सदस्यता हेरिदिन म अनुरोध गर्न चाहन्छु। अस्ति भर्खरै तपाईँले देख्नुभयो होला, इलामको सन्दुकपुर माथि भ्यू टावर बन्दै थियो। भारतीय सेनाहरू आएर त्यो हाम्रो भ्यू टावर कब्जा गरेका थिए। एक हातमा राष्ट्रिय झण्डा, अर्को हातमा अरे राष्ट्रको झण्डा, कम्मरमा खुकुरी भिरेर इलामतिरका अने राष्ट्रका योद्धाहरू गएर त्यो सन्दुकपुर माथि भारतीयले कब्जा गरेको एसएसपीको क्याम्प हटाएर आज नेपालको राष्ट्रिय झण्डा गाडेका छन्। त्यो सन्दुकपुर जोगाएको छ। त्यो जोगाउने रगत भएको जिउँदाहरूको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो। त्यस कारणले गर्दा यस्ता आरोप लगाएर चुनावीमा अनावश्यक कुराहरूको पछि लगाएर जनताहरूलाई
नेपालको जुन योजना छ त्यो योजना कदापि पनि सफल नहुने कुरा म यहाँहरुको बीचमा राख्न चाहन्छु र म अर्को कुरा यहाँहरुलाई बीचमा अनुरोध गर्न चाहन्छु। नेपाली कांग्रेसले अहिले थाहा पाएछ लिपुलेक लिम्पिया धुरा र कालापानी क्षेत्र भारतीयले अतिक्रमण गरेको विचार बल्ल थाहा पाएछ। आज होइन, आजभन्दा 57 वर्ष अगाडि भारत र चीनको युद्ध भइरहेको बेला भारतले एकतर्फी रूपमा नेपालको त्यो भूभागमाथि कब्जा गरेको थियो। हामीले इतिहास पढेर त्यो बेला थाहा पायौं। जुन बेला थाहा पायौं त्यो थाहा पाएको बेला अहिलेका पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीका लाल सेनाहरू गएर त्यो कालापानीमाथि नेपाली झण्डा गाडेर भारतीयहरूमाथिको चाहिँ एउटा उनीहरूको विस्तारवादी नीतिको विरुद्धमा हामीले 54 सालमा आन्दोलनको सुरुवात गरेका थियौं। त्यसको 22 वर्षपछि नेपाली कांग्रेसले बल्ल थाहा पाएछ लिपुलेक लिम्पियाधुरामाथि अतिक्रमण भएको कुरा। म कांग्रेसका मित्रहरूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, 2015 को मे 15 अथवा नेपाली मिति 2072 सालको जेठ 1 गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा थिए। चीनिया प्रधानमन्त्री समकक्षी ली खच्याङ र ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको दुई देशीय 41 सहमतिको 41 बुँदे सहमति भएको थियो। त्यो आजभन्दा 4 वर्ष अगाडि भएको त्यो सहमतिको बुँदा नम्बर 28 मा हेर्नुस्। त्यो बुँदा नम्बर 28 मा लेखिएको छ भारत र चीन बीच लिपुलेकको बाटोतर्फबाट दुई देशीय व्यापारिक नाका खोल्ने भनेर सहमति गरिएको छ। त्यो सहमतिको विरुद्धको आन्दोलन नेपाली भूमिमाथि भारतीय हस्तक्षेप चाइनिज साम्राज्यले लगाएको त्यो लेप्चाको विरुद्धमा लिपुलेक जगाउको आन्दोलन ठीक 4 वर्ष अगाडि पोखरामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता अरे राजले त्यो आन्दोलनको सुरुवात गरेको थियो। नेपाली कांग्रेसलाई इतिहास हेर्न म अनुरोध गर्न चाहन्छु र सँगसँगै म के अनुरोध गर्न चाहन्छु भन्दा ठीक त्यही 4 वर्ष अगाडि तपाईहरुका पूर्व पार्टी सभापति सुशील कोइराला नेपाल सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो। सुशील कोइराला र कांग्रेसको नेतृत्वको सरकार भएको बेला हामीले देशव्यापी रूपमा लिपुलेक जोगाउने अभियानको लिपुलेकमाथि अनैतिक वैदेशिक हस्तक्षेपको विरुद्धमा आन्दोलन गरिरहँदाखेरि कानमा तेल हालेर सुत्ने नेपाली कांग्रेस अहिले सत्ता बाहिर रहनु परेका कारण आज छटपटिएर हामी माथि उनले अनेकौं खालका दुष्प्रचारहरूको प्रयास गरिरहेको छ र यो दुष्प्रचारका प्रयास गर्नेहरूलाई म अनुरोध गर्न चाहन्छु। म भन्न चाहन्छु यही नेपाल कम्युनिस्ट पार्टीको सरकारले खुल्ला रूपमा वक्तव्य लेखेर आधिकारिक कूटनीतिक माहौलको हिसाबले नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका निम्ति कूटनीतिक पहलका निम्ति चिठी पठाएको छ। नेपालको सम्माननीय प्रधानमन्त्रीले नेपालको 1 इन्च जमिन पनि विदेशीहरूले कुल्चिन पाउने छैन। नेपालको जमिनमाथि भारतीय जुन सेनाहरू छ ती सेनाहरूलाई त्यहाँबाट लखेटेर नेपाली सेनाहरू राष्ट्रिय सेनाहरू लिएर त्यो कालापानी लिपुलेकको लिम्पिया धुराको क्षेत्रमा राख्ने घोषणा गर्नुभएको छ। यो खालको घोषणा नेपालको सरकार प्रमुखले नेपालको इतिहासमा पहिलो पटक आफ्नो बलियो छिमेकीको विरुद्धमा नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा बोलेको इतिहासको एक मात्रै त्यस्तो प्रधानमन्त्री यही नेपाल कम्युनिस्ट पार्टीको प्रधानमन्त्री हो र त्यही प्रधानमन्त्री राष्ट्रवादी प्रधानमन्त्रीका कार्यकर्ताहरू राष्ट्रिय झण्डा लिएर आफ्नो चुनावको सूर्य चिन्ह लिएर आज यो कास्की जिल्लाको लाल किल्लामा भोट माग्नका निम्ति हिँडिरहेका कारण नेपाली कांग्रेसलाई ठूलो मतले पराजय हुने डर भएका कारण आज अनावश्यक आरोपहरू लागिरहेका होलान्। यो अनावश्यक आरोप लागिरहेनेहरूलाई आदरणीय कास्केली न्यायप्रेमी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूले यो निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर सिंगो कास्कीको भविष्य परिवर्तनका निम्ति सिंगो कास्कीलाई सिंगो पोखरालाई विश्व पर्यटनको संसारको सबैभन्दा पहिलो अनिवार्य गन्तव्यको रूपमा पोखरालाई बनाउने स्वर्गीय रविन्द्र अधिकारीको योजना स्वर्गीय रविन्द्र अधिकारीको श्रीमती विद्या भट्टराईले बोक्नु भएको छ र विद्या भट्टराईले रविन्द्र अधिकारीका अधुरा सपना पूरा गर्नुहुनेछ र विद्या भट्टराईले पूरा गर्ने सपनामा कास्केली जनताहरूले हातमा हात काँधमा काँध साथमा साथ लिएर अगाडि बढ्नुहुनेछ लाग्नुहुनेछ भन्ने विश्वास हामीले राखेका छौं र यो आम र्यालीमा युवा साथीहरू आउनुभयो आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू आइरहनु भएको छ। यहाँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद दिँदै म अन्तिममा एउटा कुरा यहाँहरूको बीचमा राख्न चाहन्छु। नेपाली कांग्रेसले कहिलेकाहीँ भन्ने गर्छ यो ओली सरकारले सबै काम त गर्यो, ओली यो नेकपा सरकारले, तर निर्मला पन्तको हत्यारा पत्ता लगाएन, कतै कोही भिआइपी को
सन्तान भएका कारण नसमातेको हो कि भन्ने आरोप छ। म उहाँहरूलाई यही मञ्चबाट म अनुरोध गर्न चाहन्छु। म त्यही कम्युनिस्ट पार्टीको कार्यकर्ता हो, नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता। यही नेपाल कम्युनिस्ट पार्टीका हाम्रा आदरणीय पूर्व नेता, मुलुकको सम्माननीय सभामुख जस्तो व्यक्ति, भिआइपी होइन, भिआइपी का छोराहरू होइन, सिंह मुलुकको भिभिआइपीलाई आरोप लाग्ने बित्तिकै सभामुखबाट राजीनामा दिन लाएर कृष्ण बहादुर महरालाई कारबाही गराउने हैसियत भएको, क्षमता भएको पार्टी हो। कोही टोले भिआइपी कसैका सन्तानहरूलाई जोगाउनु पर्ने हामीलाई कुनै आवश्यकता छैन, कुनै बाध्यता छैन। नेपाली कांग्रेसले आफ्ना सांसद मोहम्मद अब्ताम आलमले जसले जिउँदै मान्छेहरूलाई समातेर इट्टा भट्टामा गाडेर पोलेर जिउँदै मान्छेहरूले चलाए, त्यस्ता अपराधीहरूलाई 12 वर्षसम्म सांसद बनाएर मन्त्री बनाउने काम नेपाली कांग्रेसले गर्थ्यो। एउटा आरोप लाग्ने बित्तिकै सभामुख लेभलका मान्छेहरूलाई जेलमा हाल्न सक्ने क्षमता भएको पार्टीले कोही एकजना नेपाली निर्दोष चेलीमाथिको बलात्कार गर्ने जस्ता त्यस्तो रक्त पिचासु एउटा अपराधीलाई यो पार्टीले कहिले जोगाउनेवाला छैन। यो पार्टीले गलत गर्ने आफ्नै नेता कार्यकर्तालाई पनि छोड्नेवाला छैन। त्यो खालको एउटा समतामूलक एउटा न्यायको पक्षमा वकालत गर्दै अघि बढ्ने एउटा दृढ उद्देश्य र लक्ष्य लिएको हाम्रो नेपाल कम्युनिस्ट पार्टी हो। र यस पार्टीलाई आम नेपालीहरूको साथ छ, आम जनसमुदायहरूको साथ छ, आम बुबा दाजुभाइ तथा दिदीबहिनीहरूको साथ छ। र यो पोखरालाई फेरि पनि समृद्ध पोखरा बनाउने, यो पोखरालाई विश्वभरिका पर्यटकहरूको संसारको पहिलो रोजाइको रूपमा पर्यटकीय सहरको हिसाबले अगाडि बढाउने जुन हाम्रा पार्टीका नेताहरूको योजना छ, जुन कास्केली जनताहरूको चाहना छ, त्यही चाहना पूरा गर्ने गरी संसदमा हाजिर लाउनका निम्ति होइन, संसदमा तलब भत्ता पचाउनका निम्ति होइन, त्यो संसदलाई कास्कीका सपनाहरू पूरा गर्ने ऐन नियम कानून र नियम विनियमहरू बनाउन बाध्य तुल्याउने सक्ने खालको अथाह क्षमताले योग्य बौद्धिक नेत्री कमरेड विद्या भट्टराईलाई यो चुनावी मैदानमा उठाएको छ। र हाम्रो सूर्य चिन्हमा अमूल्य मतदान गरेर चुनाव जिताउनका निम्ति यहाँहरू सम्पूर्ण लाग्नुहुनेछ भन्ने आशा व्यक्त गर्दै म यो मञ्चबाट बिदा माग्न चाहन्छु। धन्यवाद। लाल सलाम। धन्यवाद।